मीन राशिको रहस्य के उनीहरू केवल दिनमा सपना देख्नेहरू मात्रै हुन् कि उनीहरूभित्र कुनै अनौठो प्रतिभा लुकेको छ? आउनुहोस् आज यही रहस्यको पत्र खोल्ने प्रयास गरौँ। सोच्नुहोस् त, कहिलेकाहीँ कोही यस्तो व्यक्ति भेटिन्छ नि जो हामीसँगै बसेर पनि कता कता अर्कै संसारमा हराइरहेको जस्तो लाग्छ। हो, यदि दिमागमा कसैको अनुहार आयो भने धेरै सम्भावना छ कि त्यो व्यक्ति मीन राशि नै हो। तर यहाँ एउटा महत्त्वपूर्ण प्रश्न उठ्छ, के यो उनीहरूको कमजोरी हो वा यही गुणभित्र कुनै असाधारण शक्ति लुकेको छ? आज हामी यही कुराको गहिराइमा पुग्नेछौँ। मीन राशिलाई बुझ्नको लागि सबैभन्दा पहिले उनीहरूको यो दोहोरो अस्तित्वलाई चिन्नु जरुरी छ। कुरा कस्तो हो भने उनीहरू एकै पटकमा दुईवटा संसारमा बाँचिरहेका हुन्छन्। एकातिर छ यो भौतिक संसार हाम्रो जस्तै, जहाँ दैनिक काम र जिम्मेवारीहरू छन्, अनि अर्कोतिर छ उनीहरूको आफ्नै निजी भित्री संसार जो कल्पना, सृजना र भावनाले भरिपूर्ण छ। उनीहरूको यही कल्पनाको संसार नै हो जहाँबाट अद्भुत कला, सङ्गीत र लेखन जन्मन्छ। तर यसको एउटा अर्को पाटो पनि छ। यदि कल्पनाको सागरमा धेरै डुब्यो भने वास्तविकताको किनारमा रहेका महत्त्वपूर्ण अवसरहरू छुट्ने खतरा पनि उत्तिकै हुन्छ। ल अब कुरा गरौँ उनीहरूको त्यो गुणको जसलाई धेरैले कमजोरी ठान्छन्, उनीहरूको भावना। तर सत्य के हो भने यही भावना उनीहरूको सबैभन्दा ठूलो महाशक्ति हो। यो शक्ति हो समानुभूति। मतलब अरूको दुःख सुखलाई खालि बुझ्ने मात्रै होइन, आफैले भित्रैदेखि महसुस गर्ने क्षमता। भनौँ न, यो त उनीहरूको परिचयको एउटा मुख्य हिस्सा नै हो। अनि व्यवहारमा यो देखिन्छ पनि। उनीहरूले अरूको पीडालाई आफ्नै जस्तो गरी महसुस गर्छन् र साँचो मनले ख्याल राख्छन्। प्रेममा पनि उनीहरू सतही होइन, एकदमै गहिरो र साँचो सम्बन्ध खोज्छन्। तर यही गहिराइले उनीहरूलाई सबैभन्दा कमजोर पनि बनाउँछ। जब विश्वास टुट्छ, उनीहरूलाई लाग्ने चोट पनि त्यति नै गहिरो हुन्छ। अब उनीहरूको त्यो साधारण देखिने बाहिरी आवरणभित्र लुकेको प्रतिभाशाली दिमागको कुरा गरौँ। बाहिरबाट हेर्दा मीन राशि भएका मानिसहरू एकदमै शान्त, सरल, कहिलेकाहीँ त अलि अल्मलिएको जस्तो पनि लाग्न सक्छन्। तर उनीहरूको दिमागभित्र चलिरहेको संसार, त्यो त हामी सोच्न पनि सक्दैनौँ, एकदमै गहिरो र जटिल हुन्छ। उनीहरूको प्रतिभालाई नाप्ने तराजु अलि फरक छ। यो कुनै गणितको हिसाब किताबमा भेटिँदैन, बरु यो त उनीहरूको अद्भुत सृजनाशीलता र अन्तर्ज्ञानमा लुकेको हुन्छ। अन्तर्ज्ञान मतलब कुनै तर्क वा प्रमाण बिना नै सत्यको एकदमै नजिक पुग्न सक्ने क्षमता। तर यति धेरै संवेदनशील हुनुको एउटा अध्यारो पक्ष पनि त होला, होइन? हो, अवश्य छ। र त्यो हो पलायनवादको खतरा। मतलब जब जीवनमा अप्ठ्यारो आइपर्छ, त्यसको सामना गर्नुको साटो त्यहाँबाट भाग्ने बानी। र यही नै उनीहरूको सबैभन्दा ठूलो कमजोरी बन्न पुग्छ। यसलाई भन्न सकिन्छ एस्केप मोड। र यो एउटा यस्तो चक्र हो जसमा उनीहरू सजिलै फस्न सक्छन्। यो चक्र चल्छ कसरी भने, सुरुमा जब यथार्थ अलि कठिन वा पीडादायी बन्छ, तब उनीहरूको स्वभावले त्यसलाई समाधान खोज्नुको सट्टा पन्छिन खोज्छ। र अन्त्यमा के हुन्छ, जीवनका कैयौँ महत्त्वपूर्ण अवसरहरू हातबाट फुत्किन्छन्। ल अब हामी मीन राशिको सबैभन्दा गहिरो र सायद सबैभन्दा महत्त्वपूर्ण पक्षको कुरा गर्छौँ। त्यो हो उनीहरूको आध्यात्मिक शक्ति। यो यत्तिकै भनिएको होइन। ज्योतिष शास्त्रमा मीनलाई 12 राशिमध्ये सबैभन्दा आध्यात्मिक मानिन्छ। यसको कारण के हो भने उनीहरूको चेतना भौतिक संसारको सीमाभन्दा पनि परसम्म पुग्न सक्छ। अब यो शक्ति व्यवहारमा कसरी देखिन्छ त? पहिलो त उनीहरूसँग एक किसिमको छैठौँ इन्द्रिय जस्तै अचम्मको अन्तर्ज्ञान हुन्छ। दोस्रो, कुनै ठाउँ वा मान्छेको भाइब्स कस्तो छ उनीहरूले सजिलै महसुस गर्न सक्छन्। र सबैभन्दा अचम्मको कुरा, उनीहरूको मनले देखेको कुरा वा गरेको अड्कल धेरैजसो सही साबित हुन्छ। अब अन्त्यमा एउटा कुरा सोचौँ त, के हामी सबैको मनमा एउटा यस्तो निजी संसार हुँदैन र, जहाँ हामी कहिलेकाहीँ यो भागदौडको जिन्दगीबाट एकछिन भागेर जान्छौँ? सायद मीन राशिको यो स्वभावलाई कमजोरीको रूपमा हेर्नु नै गलत हो। यो त केवल एउटा फरक संसार हो, एउटा यस्तो संसार जसलाई दिमागले भन्दा पनि मन र भावनाले बुझ्न सकिन्छ। र यही भिन्नतालाई सम्मान गर्नु नै उनीहरूको वास्तविक प्रतिभालाई चिन्नु हो।